सबैजनालाई फेरि पनि नमस्ते। अहिले भने चाहिँ म यहाँ बतासेमा छु बहिनीहरूकोमा। यहाँको वेदर चाहिँ यस्तो भइरहेको छ, अघिसम्म मजाले घाम लागेको थियो, पानी आउँला जस्तो भइरहेको छ। यहाँको वेदर चाहिँ यस्तो छ। यो तल लुप चाहिँ अलिअलि खालि देख्दो रहेछ आजकल, घरै घर भएर। पहिला त मजाले देख्थेँ यहाँबाट, आजकल चाहिँ बतासे लुप चाहिँ यति खालि देख्दो रहेछ यहाँबाट। ट्रेन आइरहेको रहेछ, हेर्न सक्नुहुन्छ। सिजन पुरा लागेको छ अहिले चाहिँ। असले ट्रेन पहिला त पुरा मजाले देख्थेँ यहाँबाट भ्यू। आजकल त छैन, आजकल त देख्दैन रहेछ। ए चल्यो ट्रेन पनि हो, ट्रेन पनि चल्न थाल्यो। घुमसम्म गएको होला। अहिले भने यहाँको वेदर चाहिँ यस्तो भइरहेको छ। माथि जलपाडाहरू हो, यस्तो मजाको वेदर छ। जाडो लाग्यो, तल जाउँ होला। यतातिर फेरि होमस्टे पुरा रहेछ हौ। हेर्नु छोरीले चाहिँ फोनमा आएको, फोन बिना सक्दैन। के खेल्छौ हजुर?